प्रधानमन्त्रीको पोसाकको पनि चर्चा गर्छन्। कालो पोसाक राम्रो हुँदैन पनि भन्छन् कतिपयले, कतिपयले अत्यन्तै राम्रो हो पनि भन्दा रहेछन्। यो चाहिँ के हो? यसमा चाहिँ अब भनौँ न वास्तुको हिसाबले, न्युमरोलोजीको हिसाबले विभिन्न पोसाकहरूका कुरा गर्छ। ग्रहहरूले पनि अब रङको कुरा गर्छ। अब कालो इनर्जी, डार्क इनर्जी भनेको चाहिँ जाडो महिनामा लाउने पोसाक हो। गर्मी महिनामा सूर्यको किरणलाई परावर्तन गर्नका लागि चाहिँ हामी के गर्छौँ, सेतो लुगाहरू लाउँछौँ। त्यसले सूर्यको किरणलाई के गर्छ, बाहिर फाल्छ। कालोले के गर्छ, रिजर्भ गर्छ। त्यस कारणले गर्दाखेरि कालो ड्रेस भनेको चाहिँ हाम्रो यता देवताको हिसाबले हामी गयौँ भने भैरवको ड्रेस हो, होइन, राहुको ड्रेस हो। राहु जसको बलियो छ त्यस्तो मान्छेले मात्रै त्यो कालो लुगा भनेको। प्रधानमन्त्री बालेन्द्र शाहको राहु चाहिँ बलियो छ होइन? उहाँको कुण्डलीमा धेरैवटा ग्रहहरू बलिया छन्। सूर्य बलियो छ, चन्द्रमा बलियो छ, शनि बलियो छ। शनिसँग बसेको राहुलाई बलियै मान्नुपर्छ। शनिको बल लिएर बसेको राहु हो। कालो कोट त अब वकिलहरूले पनि लाउँछन्, होइन। किन अब वकिलहरूको कोट किन कालो बनाइयो थाहा छैन, किनभने शनि न्यायाधीश हुन्। शनिको पोसाक त कालो होइन, निलो हुनुपर्ने, तर के भने कालो गरिया छ वकिलहरूको। र एउटा कुरो के हो भने कालै कोट, कालै जुत्ता, कालै टोपी, कालै पेन्ट, कालै सर्ट, कालै स्वेटर, कालै अनि सबै कुरा समग्र कालो। कालो टोपी शिरमा र कालो चस्मा चाहिँ उस्तै त्यस्तै मान्छेले धानेर दिनभरि हिँड्न पनि सक्दैन, होइन। हामीले लायौँ भने पनि हामी धान्न सक्दैनौँ होला। सामान्य मान्छेले, जेनरल मान्छेले त्यो धान्न सक्ने। भनेको अहिले प्रधानमन्त्री बालेन्द्र शाहले कालो टोपी, कालो चस्मा, कालो सर्ट, कालो प्यान्ट, कालो कोट अथवा उहाँले जे धारण गर्नुभएको छ हामीले देखेका उहाँका वस्त्र काला छन्। त्यो चाहिँ असामान्य शक्ति उहाँसँग छ र त्यो सम्पूर्ण कालो वस्त्रलाई उहाँले धान्न सक्नुहुन्छ। एउटा कुरो के भने अब महाकालीको इनर्जी भनेको तमोगुणको इनर्जी हो। तमोगुणी इनर्जी मानिसको शरीरमा तपाईँको सबै प्रकारको इनर्जी हुन्छ। तमोगुण पनि हुन्छ, सत्वगुण पनि हुन्छ, रजोगुण पनि हुन्छ। जस्तो बिहान ब्रह्ममुहूर्त 3 बजी सुरु हुन्छ। 3 बजीदेखि 9 बजी, 9:30, 10सम्मको समय सत्वगुण हुन्छ। त्यसैले हामी बिहान पूजापाठ आदि इत्यादि, मन्दिरको दर्शन, सात्विक पदार्थहरूको सेवनमा हामी रुचि गर्छौँ। अनि 10 बजेपछि त संसार पेट पाल्नै पर्यो, आफ्नो गृहस्थ धर्म निर्वाह गर्नै पर्यो, हामी काममा निस्किन्छौँ। त्यो बेलामा त हामीलाई के गर्छ, ज्ञानको, बुद्धिको सबै कुराको खाँचो हुन्छ नि त। त्यसले गर्दा त्यो रजोगुणी समय भयो, होइन। सत्वगुण, रजोगुण भयो। त्यस पछाडि चाहिँ तपाईँको के हुन्छ, साँझ परेपछि उता तमोगुणको सुरु हुन्छ। तमोगुण भनेको त तपाईँको अब के भने महाकालीको शक्ति, अनि उतातिरबाट चाहिँ महाकालेश्वरको शक्ति अथवा जे नाम दिउँ, त्यो इनर्जी भनेको डार्क इनर्जी, होइन। नेगेटिभ इनर्जीको चाहिँ बढी प्रभुत्व रहन्छ। त्यसले गर्दाखेरि अब कालो लुगा हामी जस्तो मान्छे, सामान्य मान्छे, साधक छैन भने जसले लाउँछ नि नेगेटिभ इनर्जी बढी एब्जर्भ गर्छ कि। नेगेटिभ इनर्जी बढी एब्जर्भ गर्दा तपाईँको शरीरमा त्यसलाई फ्याँक्न सक्ने त्यो स्ट्रङ पावर छैन भने त्यो तमोगुणले तपाईँलाई गाह्रो बनाउँछ, होइन। त्यस कारणले गर्दाखेरि कालो लुगा सबैले लाउँदैन। अब यो 83 वर्षभित्र मुलुकमा अशान्ति हुने सम्भावना छ कि छैन? वैश्विक अशान्ति, विश्वको अशान्तिको प्रभाव त यहाँ पर्छ। जस्तो खाडीमा युद्ध भयो, यहाँ तेलको भाउबाट हाम्रो ग्यास, मट्टीतेल, ढुवानी खर्च इत्यादि बढ्नाले गर्दा हाम्रो किचनसम्म त त्यसले असर गर्यो। गरिबलाई त झनै असर गर्छ। त्यसले गर्दाखेरि विश्वमा कहीँ पनि अशान्ति हुने बित्तिकै हाम्रो निर्यात हामीले चाहिँ के भने बाहिरबाट चाहिँ आयात गर्नुपर्ने हुन्छ नि त। आयात गरेर खानुपर्ने हुन्छ। त्यसको प्रभाव चाहिँ एकदमै महँगाइमा जान्छ। देशभित्र चाहिँ अशान्ति हुँदैन। देशभित्र त्यस्तो ठुलो विध्वंसात्मक अशान्ति चाहिँ हुँदैन। प्राकृतिक रूपमा कस्तो छ? प्राकृतिक रूपमा विश्वमा चाहिँ त धेरै अशान्ति हुन्छ। साउनको 15बाट उता भदौ 15, असोज 15 सम्बन्धमा युरोपतिर
चाहिँ अलिकति युद्धहरू हुन सक्ने सम्भावना देखिन्छ एउटा। अनि अर्को कुरो चाहिँ दैवी प्रकोप विशाल रूपमा हुन्छ। समुद्रको सतहबाट चाहिँ अब हाम्रो टाइटोनिक प्लेटहरू चाहिँ धेरै हल्लिएका छन् पृथ्वीका, र टाइटोनिक प्लेटहरू हल्लिनको कारणले गर्दाखेरि अब ठुल्ठुला म्याग्निट्युडका भूकम्पहरू चाहिँ उता पश्चिमतिर भनौँ न, अब जस्तो क्यालिफोर्नियाको तटतिर, अनि तपाईँको वासिङटन, अमेरिकाको वासिङटन राज्य भनेको अझै पश्चिम पर्छ त्यहाँबाट त्यतातिर, अनि रसियाको पूर्वी बेल्टतिर, पूर्वी भूभागतिर हुँदै हुँदै तपाईँको चाहिँ अब त्यो यता हवाई हुँदै ग्वाटेमाला हुँदै दक्षिण अमेरिका हुँदै त्यो न्युजिल्यान्डसम्म र अस्ट्रेलियासम्मै त्यसले चाहिँ दखल गर्छ। ठुल्ठुला स्तरका ज्वालामुखीहरू जस्तो इथियोपियामा गएको थियो, हजारौँ हजार वर्ष पुराना सुसुप्त ज्वालामुखीहरू फुट्न सक्छन्, किनभने त्यो चाहिँ टाइटोनिक प्लेटहरूको कारणले गर्दा। र कतै कतै जमिनहरू इन्डियामै पनि देखिनेछ, राजस्थानतिर। नेपालमा चाहिँ बाढी पहिरो त अब अस्ति पनि रोसी खोलामा बाढी आयो, बिपी राजमार्गलाई हानिराखेकै छ। ठुलो क्षति गर्ने गरी क्या? त्यस्तो ठुलो क्षति चाहिँ देख्दिनँ म। भूकम्प सानातिना म्याग्निट्युडका भूकम्पहरू जान सक्छन्, त्यो गइराखेकै छन्, सुदूरपूर्व पश्चिमतिर पनि गयो अस्ति भर्खर पनि। सानातिना भूकम्पहरू चाहिँ जान्छन्, तर त्यस्तो ठुलो मानवीय क्षति गर्ने हिसाबको भूकम्प त म देख्दिनँ यहाँ। भनेको अब यहाँले सुरुमै 2083 साल धर्म ज्ञान शान्तिका हिसाबले पनि अत्यन्तै राम्रो छ। कूटनीतिक क्षेत्रमा नेपालले केही सुधार गर्नेछ, प्रगति गर्नेछ। नेपालले केही उद्योगहरू पनि स्थापना गर्नेछ, सँगै आर्थिक उन्नति पनि प्रगति पनि हुनेछ। यसो भनिरहँदा यसको नेतृत्वकर्ताको पनि हात हुन्छ होला? धेरै ठुलो हात हुन्छ। प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा यी सबै हुन्छन्। विदेशी लगानीलाई कसरी आकर्षण गर्ने भन्ने कुराहरूको खोजी खुब हुन्छ, र त्यो क्रममा वैदेशिक लगानी यहाँ तान्ने परिवेश बनाउनका लागि गर्नुपर्ने कामहरू के छन्, हामीले सुधार गर्नुपर्ने कामहरू भनेर चाहिँ व्यापक खोजी हुन्छ। र अनि यी सबै काम हुनलाई चाहिँ नेतृत्वको भाग्य, यस। अनि यो समयको जुन बृहस्पतिको 9 वर्षको यो तपाईँको चाहिँ अतिचार हुने, अनि शनि चाहिँ मीन राशि बृहस्पतिको राशिमा अन्तिम किनारामा पुगेको अहिले, र अब मेष राशिमा गएपछि त्यसले रिजल्ट परिणामहरू दिँदै जाने इत्यादि कुराहरूले। मैले हुन त अघि पनि यहाँलाई सोधेँ राजनीतिक अस्थिरताका बारे, तथापि सरकार छिनछिनमा परिवर्तन गर्ने रोग जुन नेपाली राजनीतिले खेपिराखेको छ, 2083 भित्र सरकार परिवर्तनका खेलहरू होलान् कि नहोलान्? 2083 भित्र चाहिँ यो जुन ग्रहहरू छ, यो लग्नमा बृहस्पति बसेका छन् होइन, तृतीय भावमा केतु, पराक्रम भावमा केतु बस्नु राम्रो हो। चन्द्रमालाई राहुले एउटा कुरो के भने, यो ग्रहणको ठ्याक्कै 2 दिन कि 3 दिनपछि चुनाव भएर बनेको सरकार भएकाले गर्दाखेरि सोचे जति कामहरू जुन सरकारले सोचेको छ, अथवा जुन पार्टीले सरकार बनायो उसले सोचे जति कामहरू चाहिँ गर्न गाह्रो छ, किनभने यो ग्रहणको कारणले गर्दा। किनभने चन्द्रमासँग अहिले पनि राहु, तपाईँको फेरि यतापट्टि शनि चाहिँ मीन राशिमा आएर मङ्गलसँग युति गरिरहेछन्। यी कारणहरूले गर्दाखेरि चाहिँ सोचेको जस्तो तरिकाले दौडिन चाहिँ दिँदैन, तर के भने परिवेश चाहिँ राम्रो परेको हो। आम नेपाली नागरिकको अवस्था 2083 भित्र कस्तो रहन्छ? अब यहाँ किसानको अवस्था र मजदुरको अवस्था कस्तो रहन्छ, सबभन्दा पहिला त्यो जाउँ, अनि उद्योगपतिहरूको जाउँ। अब सबभन्दा पहिला त शनि मीन राशिमा रहनु भनेको मजदुर किसान वर्गको उन्नतिलाई सबभन्दा बढी ख्याल गर्नेछ यो सरकारले है। जस्तो सानातिना उद्योगहरूको स्थापना गर्नु भनेको पनि मजदुर तथा किसान वर्ग, जस्तो अब उखु मिलहरू स्टार्ट भए होइन, त्यस्तै गरेर कृषिजन्य कुनै पनि उद्योगहरू स्टार्ट भए भने त्यो किसानलाई पनि लाभ भयो। त्यस्तै गरेर अब यो मजदुरहरूलाई त जुन उद्योगले पनि मजदुरहरूलाई केही न केही साथ दिन्छ नै। अलिकति हलचल चाहिँ ब्युरोक्रेसी र कानुनले ल्याउँछ डेफिनेटली। तपाईँले त वकालत पनि पढ्नुभयो होला, ल पनि कानुनका हजार सिंह हुन्छ नि, कानुनले अलिकति अडचन चाहिँ डेफिनेटली ल्याउँछ। तर के भने त्यस्तो अस्थिर चाहिँ हुँदैन, सरकार अस्थिर चाहिँ हुँदैन।